हेलो फ्यूचर डॉक्टर्स, वेलकम टू योर वेरी ओन चैनल सी मेड इजी। आज की भिडियोमा हामी म्याथ इफेक्टिभ करेन्टको वन सर्ट गर्नेवाला छौँ र यो हाम्रो एमएससीले दिएको सिलेबस हो। यो च्याप्टरमा के पढ्नुपर्छ भनेर त्यो बुझौँ पहिला। नेचर अफ म्याग्नेटिक फिल्ड अराउन्ड स्ट्रेट करेन्ट क्यारिङ कन्डक्टरमा, सर्कुलर कोइलमा, सोलेनोइडमा र कन्सेप्ट एन्ड क्यालकुलेसन एप्लिकेसन अफ युनिफर्म म्याग्नेटिक फिल्ड अन मुभिङ चार्ज एन्ड करेन्ट क्यारिङ कन्डक्टर र हल इफेक्ट, यो सबै कुरा हामीलाई एमएससीले पढ्न भनेको छ यो च्याप्टरमा। सिइई 2026मा यो च्याप्टरबाट मात्रै दुईटा कन्सेप्चुअल क्वेसनहरू आएको थियो। सो तपाईँहरू बुझ्न सक्नुहुन्छ यो च्याप्टर कति इम्पोर्टेन्ट छ। सो ढिला नगरी हम अगाडि बढौँ। पहिलो टपिक हो बायट-सावर्ट ल। बायट-सावर्ट लले के भन्छ भने यो भ्यालिड फर सिमेट्रिकल करेन्ट डिस्ट्रिब्युसन। सिमेट्रिकल करेन्ट डिस्ट्रिब्युसन बायट-सावर्ट ल के को लागि भ्यालिड हुन्छ? सिमेट्रिकल करेन्ट डिस्ट्रिब्युसनको लागि। यसले भन्छ त के त्यो बुझौँ। एउटा यो कुनै एउटा करेन्ट क्यारिङ कन्डक्टर हो। यो पोइन्ट पी छ, बुझ्नुभयो। यसमा आई करेन्ट बगिरहेछ हैन, र यो एउटा सानो एलिमेन्ट डीएल र यो यसको डिस्टेन्स पी पोइन्टदेखि आर। यो छ हाम्रो बुझ्ने कुराहरू। यहाँ के भने मैले एउटा करेन्ट क्यारिङ कन्डक्टर छ, यो पोइन्ट पी हो। यो पोइन्टमा हामीलाई यो सानो एलिमेन्ट डीएल सानो एलिमेन्टले यो पोइन्ट पीमा कति म्याग्नेटिक फिल्ड प्रड्युस गर्छ त्यो निकाल्नु पर्छ। त्यो निकाल्ने क्याल्कुलेसन बायट-सावर्ट लले दिन्छ, बुझ्नुभयो। र यो डीएल लेन्थले सानो लिन्छ, त्यसले यसको म्याग्नेटिक फिल्ड पनि सानो म्याग्नेटिक फिल्ड हुन्छ यो पी पोइन्टमा, बुझ्नुभयो। र यसलाई फाइनली इन्टिग्रेट गरेर हामी बी को भ्यालु निकाल्छौँ, म्याग्नेटिक फिल्डको भ्यालु निकाल्छौँ, बुझ्नुभयो। अब यसको फर्मुला हेरौँ बायट-सावर्ट लमा के छ। पहिला यसको भेक्टर फर्म हेरौँ। भेक्टर फर्म अफ बायट-सावर्ट ल के हुन्छ? त्यसको के हुन्छ भने डीबी इक्वल्स टु डीबी म्याग्नेटिक फिल्ड भेक्टर हो म्यु नट बाइ 4 पाई आई हैन डीएल क्रस आर बाई आर क्यूब। यो यसको भेक्टर फर्म हो, बुझ्नुभयो। यो यसको भेक्टर फर्म हो। कहिले काहीँ डाइरेक्ट क्वेसनमा आइदिन्छ भेक्टर फर्म अफ बायट-सावर्ट। अब हेर्नु यहाँ के छ भने क्रस प्रोडक्ट छ। सो यहाँ हामी डीएल आर साइन थीटा लेख्न सक्छौँ र यो आर र एउटा यहाँ आर कट्छ र यसलाई भेक्टर फर्मबाट हटायौँ भने यसको फर्मुला आउँछ डीबी इक्वल्स टु म्यु नट आई बाई 4 पाई यहाँ हेर्नु डीएल डट आर बाई आर क्यूब। यहाँ साइन थीटा पनि हुन्छ, एउटा यो कटो। फाइनल फर्मुला के आयो? म्यु नट बाई 4 पाई आई डीएल साइन थीटा बाई आर स्क्वायर। यो हो बायट-सावर्ट लको फर्मुला। माथिको फर्मुला भेक्टर फर्म हो र भेक्टर फर्मुला हामीले ओपन गऱ्यौँ भने यसको फर्मुला यो आउने गर्छ। सो बायट-सावर्ट लमा यो त यसको फर्मुला डाइरेक्ट याद राख्नु, मेन चाहिँ यसको एप्लिकेसनहरू हुन्छ, त्यो अगाडि आएर बुझौँ हामी। पहिलो कुरा के छ? फर लङ फाइनाइट वायर। यहाँ हेर्नु एउटा लङ फाइनाइट भनेको लेन्थ डिफाइन्ड छ, यति मिटरको छ यति। इन्फाइनाइट भन्नु भने कति ठुलो छ थाहा छैन। यो भयो र एउटा यो पोइन्ट पी भयो। अब यसको ठ्याक्कै टपबाट यहाँबाट यसरी हामी हेर्छौँ, यो पनि यसरी गरिदिउँ हैन, र यो यसको डिस्टेन्स के हुन्छ? आर भन्ने डिस्टेन्स हुन्छ। र यो यसको थीटा 1 भयो एंगल र यो यसको थीटा 2 एंगल भयो। यो लेन्थ अफ कन्डक्टर एल भयो र यो यसको डिस्टेन्स लेन्थ अफ कन्डक्टरदेखि यो पोइन्ट पी को डिस्टेन्स आर भयो, बुझ्नुभयो। सो अब यसमा हामी फर्मुला हेर्यौँ भने यसको फर्मुला के हुन्छ भने म्याग्नेटिक फिल्डको इन्टिग्रेट गरेर यहाँ हामी माथि के पढ्छौँ? सानो म्याग्नेटिक फिल्ड पढ्छौँ। अब यो हामी जुन पढ्छौँ त्यो सबै इन्टिग्रेट गरेर सिधा फर्मुला याद राख्नु, डेरिभेसन याद राख्नु पर्दैन। म्यु नट आई बाई 4 पाई आर साइन थीटा 1 प्लस साइन थीटा 2 हुन्छ, बुझ्नुभयो। आई भनेको यसमा करेन्ट, यहाँ यसमा यसरी करेन्ट बगिरहेछ, बुझ्नुभयो। यो आई म्यु नट आई करेन्ट भयो। आर भनेको डिस्टेन्स, यो कन्डक्टरदेखि पी पोइन्टको यो जुन डिस्टेन्स छ त्यो भनेको आर भयो। थीटा 1 भनेको यो र थीटा 2 भनेको यो। यसको फाइनाइट वायरको फर्मुला यो हुन्छ बायट-सावर्ट लबाट। अब यसको दुईटा कन्डिसन पढ्नुपर्छ हामीलाई। के पढ्नुपर्छ भने फर लङ इन्फाइनाइट वायर र अर्को के पढ्नुपर्छ? फर सेमी इन्फाइनाइट वायर। यो दुईटा कुरा यसमाबाट पढ्नुपर्छ। अब लङ फाइनाइट वायरको कन्डिसन के हुन्छ म यहाँ बुझाउँछु। यो के भयो भने यो यसरी हाम्रो ठ्याक्कै फाइनाइट लेन्थ छ कन्डक्टरको, बुझ्नुभयो। अब इन्फाइनाइट भयो। इन्फाइनाइट भएपछि के हुन्छ? यहाँ हेर्नु यसरी मैले ताने। अब यो के छ? यहाँ यसरी थीटा 2 भयो, लेन्थ बढ्यो, थीटा पनि बढ्दैछ, थीटा पनि बढ्दैछ, थीटा पनि बढ्दैछ। यसरी हामी के भन्छौँ? इन्फाइनाइटमा गएर यो प्यारलल भइदिन्छ र एंगल कति भइदिन्छ? 90 डिग्री भइदिन्छ। र इन्फाइनाइट वायरमा के हुन्छ? यो माथिको एन्डबाट पनि सेम कुरा कन्डिसन एप्लाई हुन्छ। यहाँबाट पनि यो थीटा बढ्यो, फेरि बढ्यो, यसरी गर्दा गर्दा इन्फाइनाइटमा गएपछि यहाँको पनि थीटा कति? 90 डिग्री भइहाल्छ। सो यही भन्ने खोजेको यो लङ फाइनाइट वायर। यसमा के कन्डिसन हुन्छ? थीटा 1 इक्वल्स टु थीटा 2 इक्वल्स टु 90 डिग्री हुन्छ, बुझ्नुभयो। अब त्यो फर्मुलामा हामी एप्लाई गरौँ। यो कुरा के छ? म्यु नट आई बाई 4 पाई आर साइन 90 प्लस साइन 90 डिग्री प्लस साइन 90 डिग्री। यो के हुन्छ? साइन 90 को भ्यालु 1 हुन्छ। सो 1 प्लस 1 कति भयो? 2। यो 2 र यसले काट्दियो भने यसरी हाम्रो फर्मुला के आउँछ? म्यु नट आई बाई 2 पाई आर। त यो के को फर्मुला हो? हाम्रो इन्फाइनाइट वायरको फर्मुला हो। म त के भन्छु भने तपाईहरु सिधै यो याद राख्नु हैन, फाइनाइट वायरको याद राख्नु, त्यसपछि अरु कन्डिसनहरुको याद नराख्नु। कन्डिसनहरुको कन्सेप्ट बुझ्नु के भनेको छ। लङ इन्फाइनाइट वायरमा के छ? थीटा 1 र थीटा 2 90 डिग्री छ। अब यहाँ थीटा को भ्यालु 90 हालेर त कसैले पनि यो फर्मुला निकालिहाल्छ। त्यो तपाईहरुले एक्जाममा याद बिर्सन पनि सक्नुहुन्छ धेरै फर्मुला भयो भने, र यसरी याद राख्नु भयो भने बिर्सनुहुन्न। त्यही कुरा हो। अब सेमी इन्फाइनाइट वायरको कन्सेप्ट के हुन्छ भने यहाँ हेर्नु, एउटा वायर भयो, यो इन्फाइनाइट छ र यता ठ्याक्कै यो पोइन्ट पी यो एउटा कन्डक्टर एन्डतिर पर्छ। त्यसमा थीटा 1 के भयो? 90 डिग्री भयो। माथिको थीटा इन्फाइनाइट सम्म गयो, त्यसरी बढ्दै 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 यो 90 डिग्री भइहाल्छ। र थीटा 2 के भइदियो? ठ्याक्कै हेर्नु भइदियो, यहाँ हेर्नु ठ्याक्कै प्यारलल छ, समय यो एंगल कति भइदियो? 0 डिग्री भइदियो।
यो सेमी इन्फाइनाइट वायरको कन्डिसन हो। फेरि त्यही फर्मुलामा हाल्ने कुरा हो, म्यु नट आई बाई 4 पाई आर साइन 0 प्लस साइन 90। अब तपाईँले यदि कन्डिसन याद छ भने यो फर्मुला याद राख्नुपर्छ पर्दैन। साइन 0 के भयो 0, साइन 90 के भयो 1, त्यसको फर्मुला के भइहाल्छ, बी इक्वल्स टु म्यु नट आई बाई 4 पाई आर नै भइहाल्छ। बुझ्नुभयो? तपाईँ धेरै फर्मुला फिजिक्समा याद राख्नुहुन्छ, त्यसले बिर्सिनु पनि हुन्छ। यसरी कन्सेप्ट याद राख्नुभयो भने कहिले बिर्सिनुहुन्न। म पनि यसरी कन्सेप्ट याद गरेर पढ्थेँ होइन, ठ्याक्कै कन्सेप्ट ल्याएर उता एक्जाम हलमा तुरन्तै याद आइहाल्थ्यो, त्यो दिमागै लाउनु पर्थेन, याद के छ फर्मुला कसो छ भनेर याद गर्नु पर्दैन। ठ्याक्कै यो याद राख्नु, कन्डिसन याद राख्नु, दुवैको भइहाल्यो। यो एउटा मेन फर्मुला याद राख्ने हो। अब हेर्नु अगाडि के आएको छ, CE 2026 मा क्वेसन आइदियो के छ भने एन इन्फाइनेटली लङ स्ट्रेट वायर प्रोड्युसेस अ म्याग्नेटिक फिल्ड दियो हामीलाई 3 × 10⁻⁵ एट अ डिस्टेन्स अफ 10 सेन्टिमिटर फ्रम द वायर, वाट इज द करेन्ट इन द वायर। हेर्नु यहाँ सेन्टिमिटरमा दिएको छ, झुकिनु होइन सिधै 10 मिटर लिएर पहिलो कुरा। अब हेर्नु क्वेसनले के दिएको छ हामीलाई, बी दिएको छ 3 × 10⁻⁵ होइन, डिस्टेन्स आर दिएको छ कति 10 सेन्टिमिटर, यसलाई हामी मिटरमा लग्यौँ भने 10/100 गऱ्यौँ भने 0.1 मिटर आउँछ, अथवा यसलाई 1/10 मिटर यसरी पनि लिन सक्नुहुन्छ। के सोधेको छ, वाट इज द करेन्ट इन द वायर। अब हेर्नु म्याग्नेटिक फिल्ड दिइहाल्यो, करेन्ट निकाल्न भएको छ र कन्डिसन के दिएको छ, इन्फाइनाइट वायर छ, इन्फाइनाइट वायर। अब हेर्नु हामीले बी के पढ्छौँ, म्यु नट आई बाई 4 पाई आर र इन्फाइनाइट वायरमा थीटा 1 र थीटा 2 90 डिग्री, सो साइन 90 प्लस साइन 90, साइन 90 प्लस साइन 90, यो 2 भयो। सो फर्मुलामा के आउँछ, म्यु नट आई बाई 2 पाई आर आउँछ। अब हेर्नु म्याग्नेटिक फिल्ड दिएको छ हामीलाई, बी को भ्यालु के छ हामीसँग 3 × 10⁻⁵ होइन, र अब यसलाई यता लग्नु इन्टु 2 पाई इन्टु आर 10 सेन्टिमिटर छ भनेको 0.1 छ होइन, अनि त्यसपछि म्यु नटको भ्यालु 4 पाई इन्टु 10⁻⁷, यसले हामीलाई के दियो, करेन्टको भ्यालु दियो। अब यसलाई सल्भ गऱ्यौँ भने यो 2 पाई र यो 4 पाई 2 ले कट्छ होइन। अब यो 0.1 लाई हामी 1/10 लेख्न सक्छौँ। सो अब यसलाई सल्भ गऱ्यौँ भने 3/2 इन्टु 10⁻⁵ होइन, यो कति हुन्छ 10⁻⁷ र 10 भनेको 10⁻⁶, सो यहाँ माथि के भइहाल्छ +6 भइहाल्छ, यो भनेको करेन्टको भ्यालु भयो। त्यसबाट करेन्टको भ्यालु के निस्किन्छ भने 3/2 भनेको 1.5 र यो 10 भयो। सो यसको एन्सर के हुन्छ, 15 एम्पियर हुनु पर्यो यसको एन्सर। सो यहाँ हेर्नु अप्सन एमा के छ, 15 एम्पियर, यो हाम्रो एन्सर हुन छ। बुझ्नुभयो? ठ्याक्कै मैले यहाँ हेर्नु ठ्याक्कै फर्मुला याद राख्नु पर्यो तपाईँले, मेन 10 सेकेन्ड पनि लाग्दैन यो यताबाट यता आउनलाई तपाईँले बुझ्नुभयो भने। अब यसरी गरी अगाडि बढौँ। अब हेर्नु कुनै आर्कमा म्याग्नेटिक फिल्ड कसरी निकाल्ने, यो एउटा कुनै आर्क हो, यो यसको सेन्टर हो, बुझ्नुभयो, यो यसको रेडियस भयो आर, यसको रेडियस आर। अब हेर्नु यसको फर्मुला के हुन्छ भने बी इक्वल्स टु म्यु नट आई बाई 4 पाई आर इन्टु थीटा याद राख्नु। यसको मेन कोर फर्मुला भनेको यो हो। अब तपाईँहरू सर्कलको पढ्नुहुन्छ, के पढ्नुहुन्छ, सर्कलको बी एट सेन्टर अफ सर्कल के पढ्नुहुन्छ, म्यु नट आई बाई 2r पढ्नुहुन्छ, र सर्कलको एङ्गल कति हुन्छ 360 डिग्री। अब यहाँबाट निकाल्नु त 360 भनेको 2 पाई, सो म्यु नट आई बाई 4 पाई आर इन्टु 2 पाई, यो 2 पाई र 4 पाई कटेर 2 आयो, फर्मुला के आयो, म्यु नट आई बाई 2r। अब तपाईँ सेमी सर्कलको कति हुन्छ, सेमी सर्कलको हेर्नुभयो भने सेमी सर्कलको थीटा कति हुन्छ 180 भनेको पाई, यसमा ठ्याक्कै पाईको भ्यालु हाल्नु यहाँ थीटाको ठाउँमा, सेमी सर्कलको आयो। जति पनि एङ्गल दियो तपाईँ त्यसलाई पाईको टर्ममा लगेर यो फर्मुला हाल्नु, ठ्याक्कै फर्मुला आइदिन्छ। तपाईँले यो रट्नुहुन्छ बी सेन्टर, अब सेमी सर्कलको सोध्यो भने अर्को फर्मुला रट्नुहुन्छ, त्यसरी रट्नुहुन्छ भने तपाईँको दिमाग क्लटर मात्रै हुन्छ। यसरी ठ्याक्कै यसलाई याद राख्नुभयो भने मजाले यो फर्मुलाहरू निस्किन्छ। अब आउँछ अन द एक्सिस अफ सर्कुलर लुप। एक्सिस अफ सर्कुलर लुप भनेको के भनेको, यहाँ हेर्नु यो एउटा सर्कल छ र यो यसको एक्सिसमा यसको डिस्टेन्स x छ भने यसको फर्मुला के हुन्छ, बुझ्नुभयो। र यसमा यसरी करेन्ट आई गइरहेछ होइन, सबैमा करेन्ट बगिरहेछ, त्यो बुझिहाल्नु होला, यहाँ पनि आई छ। अब यसको के हुन्छ फर्मुला भने बी को फर्मुला म्यु नट आई आर स्क्वायर बाई 2 एक्स स्क्वायर प्लस आर स्क्वायर को पावर 3/2, यसको फर्मुला हुन्छ। यो फर्मुला रट्नुपर्छ, तर सपोज एक्जाममा सिधै क्वेसन आइदियो र अप्सन हेरेर तपाईँ कन्फ्युज हुनुभयो, सो यसमा के कन्सेप्ट याद राख्नु भने यहाँ हेर्नु, मैले कपी गरिदिन्छु, यहाँ हेर्नु। अब यो छ, अब यो एउटा सर्कल नै हो, यदि x 0 भइदियो भने, यहाँ बुझाउनको लागि भन्दैछु, यहाँ x 0 भइदियो भने यो म्याग्नेटिक फिल्ड एट सेन्टर अफ सर्कलको आउनु भएन, भनेको के आउनु पर्यो, म्यु नट आई बाई 2r आउनु पर्यो, बुझ्नुभयो। यो x 0 भयो भने यही निकाल्ने हो होइन, सेन्टर अफ सर्कलमा म्याग्नेटिक फिल्ड हामीले पढेको छ म्यु नट आई बाई 2r हुन्छ। सो यो फर्मुलामा हालेर यसलाई भेरिफाई गरौँ, यहाँ हामी x = 0 हाल्यौँ भने के हुन्छ, b = म्यु नट आई आर स्क्वायर प्लस 2 x भनेको 0 प्लस आर स्क्वायरको पावर 3/2, यहाँ हेर्नु ल, म्यु नट आई आर स्क्वायर 2 आर स्क्वायर इन्टु 3/2, यो र यो कटो आर क्युब बच्यो, आर क्युब अनि फेरि आर स्क्वायर कटो, बुझ्नुभयो, माथि आर स्क्वायर छ तल आर क्युब छ, सो फर्मुला के बच्यो म्यु नट आई बाई 2r। यो बुझ्नुभयो, ठ्याक्कै भेरिफाई पनि भयो फर्मुला, बुझ्नुभयो, ठ्याक्कै अप्सनमा आइदियो, कन्फ्युजन भयो के लाउनु भनेर, ठ्याक्कै x भ्यालु 0 हालेर हेर्नु, र म्याग्नेटिक फिल्ड सेन्टर अफ सर्कल आयो भने त्यो फर्मुला राइट हुन्छ। अब यसको ग्राफ हेर्नु, ग्राफ के हुन्छ, यसको ग्राफ कस्तो हुन्छ भने यहाँ हेर्नु, म ठ्याक्कै हल्का बुझाइदिन्छु तपाईँहरूलाई, त्यति साह्रो इम्पोर्टेन्ट त छैन, पनि बुझाइदिन्छु। यो यसरी आएर यसरी आउँछ र यसरी आउँछ, यो पोइन्ट भनेको x = 0 को पोइन्ट हो, यहाँ b = कति हुन्छ म्यु नट आई बाई 2r हुन्छ, यो यसको ग्राफ हो, बुझ्नुभयो। यो अब यहाँ हेर्नु क्वेसनहरू हेर्नु, 2023 मा आएको क्वेसन
CE 2023 मार्को क्वेसन द म्याग्नेटिक फिल्ड एट द सेन्टर अफ सर्कल अब हेर्नु यहाँ तपाईहरुले त्यो फर्मुला काम लाग्छ अब तपाईहरुले सिधै यदि म्यु नट आई बाई 2r याद राख्नुहुन्छ सर्कलको र यस्तो सीमा क्वेसन आइदियो भने कसरी याद सल्भ गर्नुहुन्छ सल्भ गर्न सक्नुहुन्न तर मैले तपाईहरुलाई तरिका बताएको छु के गर्नु म्यु नट आई बाई 4 पाई r इन्टु थीटा राख्नु यो म्याग्नेटिक फिल्ड याद राख्नु अब हेर्नु यो सर्कल छ यसरी यहाँ हेर्नु छ अब यो कति हुन्छ 90 90 र 90 भनेको 270 डिग्री 270 डिग्री हो अब हेर्नु अब 270 डिग्रीलाई पाइमा कसरी लाग्नुहुन्छ म बताइदिन्छु तपाईहरुलाई टेन्सन नलिनु 180 डिग्री भनेको पाई हो 90 डिग्री भनेको पाई बाई 2 हो 180 प्लस 90 कति हुन्छ 270 270 भनेको अब यहाँ पाई प्लस पाई बाई 2 गर्नु कति आउँछ 3 पाई बाई 2 आयो हैन अब यहाँ थीटाको भ्यालु हाल्नु ठ्याक्कै आन्सर तुरुन्तै आउँछ म्यु नट आई बाई 4 पाई r डट 3 पाई बाई 2 अब यो पाई कटो के आयो 3 म्यु नट आई बाई 8 r आयो बुझ्नुभयो अब यहाँ हेर्नु अप्सन कहाँ छ अप्सन डी रहेको छ 3 म्यु नट आई बाई 8 r हो सेम वे यहाँ हेर्नु बीपी क्याच 2012 राइमले 2011 सोधेको छ हिलियम न्यूक्लियस मेक्स अ फुल रोटेशन इन अ सर्कल अफ रेडियस दियो टाइम दियो 2 सेकेन्ड द भ्यालु अफ द म्याग्नेटिक फिल्ड इन्डक्सन बी इन टेस्ला एट द सेन्टर अफ सर्कल भ्यालु अब यहाँ हेर्नु फेरि याद राख्नु पहिला भनेको छु बी इक्वल के याद राख्नु म्यु नट आई बाई 4 पाई r थीटा भनेको 1 कम्प्लिट रोटेशन भनेको 2 पाई यो ठ्याक्कै 2 भइदियो म्यु नट को टर्ममा आन्सर निक्ल्यो भनेको छ अब तर हामीले यहाँ के दिएको छैन भने करेन्ट दिएको छैन तर हामी करेन्ट के पढ्छौं I इक्वल चार्ज अपन टाइम पढ्छौं र हिलियम भनेको छ हिलियमको न्यूक्लियसमा +2 चार्ज हुन्छ किन दुईटा प्रोटोन हुन्छ त्यसैले न्यूट्रनको त चार्जै भएन सो न्यूक्लियसको चार्ज कति भयो +2 अब यहाँ हेर्नु Ne/t गर्नु n कति दिएको छ दुईटा हुन्छ र e n भनेको यो चार्ज कतिवटा छ दुईटा e भनेको चार्ज अफ इलेक्ट्रोन टाइम भनेको 2 सेकेन्ड दिएको छ सो करेन्टको भ्यालु के आउँदैछ भने e आउँदैछ हाम्रो यहाँ अब यहाँ हेर्नु के भनेको छ फेरि म्यु नट हैन बाइ 2r अनि यहाँ e हुन्छ अब हेर्नु म्यु नट e भनेको 1.6 * 10⁻19 यहाँ 2 र r 0.8 दिएको छ भने 8 है 10 भइदियो यहाँ बुझ्नुभयो अब यो 10 लाई म यदि योसँग मल्टिप्लाई गरिदिए भने 16 हुन्छ र यो 8 टु द 16 गयो यो 2 गयो त के आयो म्यु नट * 10⁻19 यसको अप्सन हेर्नु कहाँ छ अप्सन ए मा छ बुझ्नुभयो सजिलो हुन्छ कन्सेप्ट याद राख्नुभयो भने कुनै पनि क्वेशन सजिलो हुन्छ अब यसरी यहाँ हेर्नु यहाँबाट अझै एउटा कन्सेप्ट सिक्नुहुन्छ यो मैले प्र्याक्टिसको लागि हालेको छु फाइन्ड द म्याग्नेटिक फिल्ड एट द पोइन्ट O shown in figure यहाँ हेर्नु एउटा त यो इन्फाइनाइट वायर भयो सेमी इन्फाइनाइट वायर भयो अब यहाँ हेर्नु यसको के भनेको छ भने यसको लेन्थकै एलोङ भनेको छ भने यसले गर्दा यसको म्याग्नेटिक फिल्ड 0 हुन्छ यसको लेन्थको एलोङ छ हैन यो O पोइन्ट सो यसको गर्दा पनि B 0 नै हुन्छ सो म्याग्नेटिक फिल्ड यो O पोइन्टमा कसको कारण आउँछ यो सेमी सर्कलको कारण आउँछ बुझ्नुभयो यो सेमी सर्कलको कारण आउँछ फेरि म भनिदिन्छु एउटा यस्तो स्ट्रेट कन्डक्टर थियो तर स्ट्रेट कन्डक्टरको त एलोङ द लाइनमै छ O पोइन्ट सो यसको कारणले यसमा O पोइन्टमा कुनै म्याग्नेटिक फिल्ड आउँदैन यता 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 यसको वरिपरि भएको भए आउँथ्यो तर यसको लेन्थको एलोङ छ भनेर यसकोमा म्याग्नेटिक फिल्ड आउँदैन O पोइन्टमा सेम वे यो वायरको कारणले पनि यसको पनि लेन्थको एलोङ छ यो पोइन्ट सो यो वायरले गर्दा पनि यो पोइन्टमा म्याग्नेटिक फिल्ड आउँदैन आउँछ त केले यो आउँछ अब यो सेमी सर्कलले गर्दा आउँछ सेमी सर्कलले अब फेरि मैले भनेको छु B = म्यु नट I बाइ 4 पाई r इन्टु थीटा याद राख्नु अब यहाँ थीटा कति हुन्छ सर्कल सेमी सर्कल छ भने पाई हुन्छ सो यहाँ पाई हालेपछि के आउँछ म्यु नट I बाइ 4r आउँछ यहाँ हेर्नु अप्सन ए छ म्यु नट I बाइ 4r हाम्रो आन्सर बुझ्नुभयो कन्सेप्ट यहाँ मैले यो क्वेशन प्र्याक्टिस गरिरहेको छु यो सीमा सोधेको छैन तर तपाईको कन्सेप्ट क्लियर हुन्छ कि कुनै पनि वायरको लेन्थको एलोङ भयो भने त्यो पोइन्टमा त्यसको म्याग्नेटिक फिल्ड 0 हुन्छ भनेर अब अगाडि हम एम्पियर सर्किटल ल बुझौँ एम्पियर सर्किटल लले के भन्छ भने यसको स्टेटमेन्ट हेरौँ पहिला इट स्टेट्स दैट the line integral of magnetic field induction B vector around any closed path के छ यसले क्लोज्ड पाथ को कुरा गर्छ any closed path is equal to के भनिदियो mu naught times the total current passing through the closed circuit अब यसको म्याथमेटिकल एक्सप्रेसन पनि हेरौँ के हुन्छ यसको म्याथमेटिकल एक्सप्रेसन के हुन्छ भने यसरी इन्टिग्रेसन र यसरी गोल हाल्छौँ हामी यसले के भन्छ क्लोज्ड इन्टिग्रेसन बुझ्नुभयो सो यसको के हुन्छ B.dl = म्यु नट I इन्क्लोज्ड कुनै पनि सर्कुलर लूप या एम्पिरियन लूप भन्छौँ जसरी यो एउटा इन्फाइनाइट स्ट्रेट वायर छ यसको अराउन्ड जुन यो लूप भन्छ त्यो यो करेन्ट यसको भित्र छ सो यो I यो अब यहाँ बाहिर एउटा I भयो भने यो करेन्ट लिदिनौँ हामी यो सर्कुलर लूपको भित्र जुन I छ त्यसलाई लिन्छौँ हामी I इन्क्लोज्ड त्यसरी यहाँ लेखेको छ अब हेर्नु यहाँ फर थिन इन्फाइनाइट वायर भनौँ एक्सप्रेसन त्यही आउँछ जे हामी माथि पढेको छौँ बस एम्पियरले एउटा कुरा भनिदिएको छ त्यति मात्रै हो हैन यो सर्कुलर लूप भयो यसको अराउन्ड यसमा I करेन्ट बगिरहेको छ भने यसको फर्मुला के हुन्छ म्यु नट I बाइ 2 पाई r तपाईहरुले पढ्नु भएको छ म्यु नट I बाइ 2 पाई r मैले माथि पढाएको छु तपाईहरुले त्यही कुरा हो के नयाँ एक्स्ट्रा कुरा छैन अब हेर्नु यहाँ के आउँछ होलो सिलिन्डर र सोलिड सिलिन्डर यहाँ हेर्नु यो सिलिन्डर भयो ठ्याक्कै म यो सिलिन्डर बनाइहाल्छु छिटै हैन यसरी सिलिन्डर हुन्छ हाम्रो
यो यसरी हाम्रो सिलिन्डर भयो हैन। अब यसलाई म ठ्याक्कै कपी गरिहाल्छु यता। सोलिड सिलिन्डर र हलो सिलिन्डरमा के हुन्छ भने यसको बिचमा चाहिँ खाली स्पेस हुन्छ, तर सोलिड सिलिन्डरमा पुरै भरेको हुन्छ। त्यसैले यही डिफरेन्स हो हलो सिलिन्डर र सोलिड सिलिन्डरमा। अब हेर्नु, यो पनि एउटा एक किसिमको वायर टाइपकै नै हुन्छ यसको हैन। यसरी सेन्टरबाट निकाल्यौँ भने यो वायर नै हुन्छ, तर यसले के यहाँ यो सलिड वायर यसमा मास छ भित्र पनि प्याक छ, त्यसैले यसमा डिफरेन्ट हुन्छ र यसमा डिफरेन्ट हुन्छ। यहाँ हेर्नु, यसको तीनटा कुरा पढ्नुपर्छ। पहिलो बी एट सेन्टर हैन, अर्को के पढ्नुपर्छ बी हैन इनसाइड इनसाइड सिलिन्डर र अर्को बी आउटसाइड सिलिन्डर आउटसाइड सिलिन्डर। अब हेर्नु, यो सेम कुरा हामीलाई यहाँ पनि पढ्नुपर्छ, सोलिड सिलिन्डरको लागि पनि पढ्नुपर्छ हैन। म यसलाई ठ्याक्कै कपी गरिदिन्छु। अब हेर्नु, यो सिलिन्डर छ र यसको एउटा लेन्थ मानौँ यसरी हैन। यो इनसाइड पोइन्ट छ एउटा आर र यो आउटसाइड पोइन्ट छ एउटा आर ड्यास। बुझ्नुभयो? मैले बुझाउनलाई आर आर ड्यास लेखेको छु। यहाँ हेर्नु, यो आरतिर हलो छ, सो यहाँ पनि म्याग्नेटिक फिल्ड 0, भित्र छ सबतिर म्याग्नेटिक फिल्ड 0। सर्फेसमा आउँदाखेरि यो यसको डिस्टेन्स क्यापिटल आर छ, रेडियस सिलिन्डरको भने म्यु नट आई बाई 2 पाई आर हुन्छ। तपाईँहरूले सेम जुन इन्फाइनाइट वायरमा पढ्नुहुन्छ त्यही हुन्छ। नयाँ एक्सप्रेसन यहाँ जस्ट बुझ्ने कुरा हो हैन। यो आर भयो सर्फेसमा, तर यही यता बाहिर हेर्नुभयो भने म्यु नट आई बाई 2 पाई आर। सिम्पली यो आर भनेको डिस्टेन्स हुन्छ यो बिचबाट, त्यति मात्रै हो। इनसाइड र यता सबैतिर 0 हुन्छ। सो बी सेन्टरमा के भयो 0 भयो। इनसाइड सिलिन्डर कुनै आर पोइन्टतिर 0 भयो र आउटसाइड सिलिन्डर हेर्नुभयो भने म्यु नट आई बाई 2 पाई आर। र यदि सर्फेसमा छ भने यो आर को ठाउँमा क्यापिटल आर लिइहाल्नु, त्यति मात्रै फरक छ। बुझ्नुभयो? अब हेर्नु, म तपाईँलाई यहाँ ठ्याक्कै याद गर्ने तरिका सिकाइदिन्छु। बी एट सेन्टर यहाँ पनि 0 हुन्छ। अब तर यहाँ के कुरा हुन्छ भने हेर्नु, यो एउटा भित्र पोइन्ट आर भयो र एउटा यस्तै एउटा बाहिर पोइन्ट आर भयो, त्यही कुरा हो। यहाँ बी एट सेन्टर के हुन्छ डाइरेक्टली प्रोपोर्सनल टु आर हुन्छ। अब हेर्नु, यो जुन फर्मुला हुन्छ हामीले पढेको म्यु नट आई बाई 2 पाई आर, यसले मिलाउनु पर्यो। डाइरेक्टली प्रोपोर्सनल टु आर छ भने ठ्याक्कै यसरी याद राख्नु, म्यु नट आई आर त एउटा माथि लिनु पर्यो किनभने डाइरेक्टली प्रोपोर्सनल टु आर छ। र सेम वे यहाँ के गरिदिनु पर्यो भने यहाँ अब ब्यालेन्स गर्नलाई के गरिदिनु पर्यो 2 पाई आर स्क्वायर गरिदिनु पर्यो। हेर्नु, फर्मुलामा डाइमेन्सन मिलाउनु पर्छ, डाइमेन्सनली करेक्ट पनि हुनु पर्यो फर्मुला। यहाँ एउटा लेन्थ थपेको छु भने मैले यहाँ पनि त एउटा लेन्थले ब्यालेन्स गर्नुपर्छ नि। अरू सब फर्मुलामा तपाईँ आर मात्रै पढ्नुहुन्छ, तर यहाँ आर स्क्वायर किन आयो किनभने यहाँ एउटा माथि आर आयो। यो कन्सेप्ट याद राख्नु, इनसाइड सिलिन्डरमा डाइरेक्टली प्रोपोर्सनल टु आर हुन्छ। बुझ्नुभयो? त्यसैले यो फर्मुला आयो। र बाहिरको त सेम भइहाल्यो, जे पढ्नुहुन्छ म्यु नट आई बाई 2 पाई आर भइहाल्छ। र सर्फेसमा भयो भने यो स्मल आरको ठाउँमा क्यापिटल आर भइहाल्छ। सो यहाँ बुझ्ने कुरा यो थियो, बी इनसाइड सिलिन्डर के हुन्छ सलिड सिलिन्डरमा, हलो सिलिन्डरमा त 0 भयो, केही छँदै छैन मास, तर सोलिड सिलिन्डरमा के छ डाइरेक्टली प्रोपोर्सनल टु आर। सो हामी यहाँ एउटा आर थप्दैछौँ भने तल एउटा क्यापिटल आरले भएपछि मल्टिप्लाई गरिदिउँ भने यसको डाइमेन्सन पनि ठ्याक्कै फर्मुलाको मिल्छ। त्यसरी बुझ्नुपर्ने हुन्छ। बुझ्नुभयो यो होलो सिलिन्डर र सोलिड सिलिन्डरको कुरा कन्सेप्ट बुझ्नुभयो? अब हेर्नु, यसको एउटा ग्राफ पनि हेर्नुपर्छ यो दुईटाको हामीलाई। यहाँ ठ्याक्कै यसरी म एउटा ग्राफ बनाइदिन्छु हैन। यो एक्सिसमा बी भयो, यो एक्सिसमा आर भयो। यहाँ हेर्नु, यसको ग्राफ कस्तो हुन्छ भने यस्तो हुन्छ। यो पोइन्ट भनेको के हो आर इक्वल्स टु आर हो, र यसको भित्रमा के छ हाम्रो यहाँ हेर्नु बी 0 छ। यो इनसाइडको कन्डिसन हो, यो इनसाइड हो, यो भनेको सर्फेस हो र यो आउटसाइड हो। बुझ्नुभयो? यो इनसाइडमा हाम्रो बी 0, यसरी ठ्याक्कै याद राख्न सक्नुहुन्छ। अब सेम वे तर यसको सलिडमा के हुन्छ भने यहाँ हेर्नु, यो बी भयो, यो आर भयो, सेन्टरमा 0 हुन्छ। यहाँबाट यसरी स्ट्रेट लाइन जान्छ डाइरेक्टली प्रोपोर्सनल टु आर भनेको छ मैले, र यहाँबाट फेरि होलो सिलिन्डर जस्तो बिहेभ गर्छ। यो पोइन्ट भनेको के हो आर। यो यहाँ किन मैले लेखेँ किनभने यहाँ बी इज डाइरेक्टली प्रोपोर्सनल टु आर छ, त्यसैले यो स्ट्रेट लाइनको ग्राफ बन्छ। बुझ्नुभयो? र सेन्टरमा 0 छ, र फेरि यहाँदेखि के भयो यो आउटसाइड सर्फेस भयो। यो कुराहरू तपाईँ होलो सिलिन्डर र सोलिड सिलिन्डरमा बुझ्ने कुराहरू हुन्छ म्याग्नेटिक इफेक्टमा। बुझ्नुभयो? मजाले पहिले बुझाइदिएँ, यो चाहिँ धेरै बिर्सिन्छ, त्यसैले मैले यसलाई कन्सेप्चुअली बुझाइदिएँ तपाईँहरूलाई। अब हम अझै अगाडि बढौँ। इम्पोर्टेन्ट टपिक सोलेनोइड र टोरोइड। हेर्नु, सोलेनोइडमा के पढ्छौँ, सोलेनोइडको बी म्याग्नेटिक इफेक्ट सेन्टरमा के पढ्छौँ म्यु नट एन आई। यो एन भनेको के हो यो ध्यान दिनुपर्ने कुरा हुन्छ। यो एन भनेको नम्बर अफ टर्न्स पर युनिट लेन्थ हुन्छ। यो त सेन्टर अफ सोलेनोइड भयो, तर अझै एउटा के याद राख्नु भने कहिलेकाहीँ एट वान एन्ड सोधिदिन्छ, बी एट वान एन्ड सोधिदियो भने यसमा केही गर्नु पर्दैन, तपाईँ ठ्याक्कै डिभाइड बाई 2 गरिदिनु हैन। बी एट वान एन्ड आयो, सपोज यसरी सोलेनोइड छ भने यो इन्डतिर सोधियो भने यो पढ्न लाउनु, तर सेन्टरतिर सोध्यो भने म्यु नट एन आई लाउनु। र यो एन भनेको नम्बर अफ टर्न्स पर युनिट लेन्थ हो। टोरोइडमा पनि सेम हुन्छ। यसको बी एट सेन्टर याद राख्नुभयो भने म्यु नट एन आई नै राख्नु याद, तर यो एन भनेको के हो, एन भनेको अब के हुन्छ नम्बर अफ टर्न्स पर युनिट सर्कमफेरेन्स 2 पाई आर सर्कमफेरेन्स हुन्छ। यहाँ एन भनेको के हुन्छ, यहाँ एन भनेको नम्बर अफ टर्न्स पर युनिट लेन्थ हुन्छ, तर त्यहाँ के हुन्छ 2 पाई आर हुन्छ। सोलेनोइडको यस्तो डायग्राम हुन्छ, तर टोरोइडको कस्तो हुन्छ भने यसरी सर्कल बनाउँदै यसरी निस्किन्छ, त्यसलाई टोरोइड भन्छ। यो कुरा हो सोलेनोइड र टोरोइड। यति मात्रै कुरा बुझ्नुपर्छ। बी एट सेन्टर अफ सोलेनोइडमा के भयो म्यु नट एन आई, यहाँ एन भनेको नम्बर अफ टर्न्स पर युनिट लेन्थ हो, नम्बर अफ टर्न्स पर युनिट लेन्थ। टोरोइडमा के हुन्छ म्यु नट एन आई नम्बर अफ टर्न्स पर यो सर्कमफेरेन्सको फर्मुला हुन्छ 2 पाई आर सर्कमफेरेन्स। र बी एट 1 एन्ड सोध्यो भने म्यु नट एन आई बाई 2। अब आउनु यहाँ क्वेसनहरू सल्भ गर्नु सोलेनोइडको।
KU 2014 मा के सोध्यो भने अब हेर्नु यहाँ झुकाएको छ लङ सोलेनोइड हैज 200 टर्न्स नम्बर अफ टर्न्स दियो पर सेन्टिमिटर भनिदियो यो तपाईहरु युनिट्ससँग हल्का यताउता गरिदिन्छ फस्नुहुन्छ एन्ड क्यारीज अ करेन्ट अफ 2.5 एम्पियर द म्याग्नेटिक फिल्ड एट द सेन्टर इज यहाँ हेर्नु हामी फर्मुला के पढ्छौं B = mu naught n I सेन्टरमा तर यहाँ नम्बर अफ टर्न्समा पर सेन्टिमिटर भनेको छ हेर्नु नम्बर अफ टर्न्स भनेको नम्बर अफ टर्न्स पर युनिट लेन्थ हामी के लिन्छौं मिटर 1 मिटर इक्वल्स टु कति हुन्छ 100 सेन्टिमिटर सो 1 सेन्टिमिटर इक्वल्स टु कति हुन्छ 1/100 हुन्छ हामीले यो सेन्टिमिटरमा दिएको छ यो लेन्थ हामीलाई सेन्टिमिटरमा दिएको छ त्यसलाई मिटरमा लगाउनलाई के गर्नु पर्यो डिभाइड बाइ 100 गरिदिनु पर्यो सो के हुन्छ n * 100 हुन्छ यो कन्सेप्ट बुझ्नु भयो अब फर्मुला हेर्दा ठ्याक्कै आन्सर आइहाल्छ 4 pi * 10⁻⁻⁷ n भनेको 200 * 100 र एम्पियरमा करेन्ट दिएको छ 2.5 ठ्याक्कै अब यो फर्मुला तपाईले सल्भ गर्नुहुन्छ भने यसको आन्सर आइहाल्छ यसमा मेन कन्सेप्ट के थियो यो नम्बर अफ टर्न्स वाला कन्सेप्ट बुझ्नु भयो अब हेर्नु एउटा अझै यो क्वेशन सोधेकै हो सीमा मैले इयर यहाँ मेन्सन गर्न बिर्सेको छु ठ्याक्कै सोध्यो द म्याग्नेटिक फिल्ड इन्टेन्सिटी एट वन एन्ड ड्यू टु लङ करेन्ट क्यारिङ सोलेनोइड मैले भनिदिएँ एन्डमा के याद राख्नु ठ्याक्कै डिभाइड 2 गरिदिनु mu naught ni/2 सो यसको आन्सर के हुन्छ अप्सन बी हुन्छ अब सेम वे यहाँ बीपी क्याचेस 2010 मा सोधे टोरेडबाट आएको छ हेर्नु टोरेड पनि पढाउनु पर्छ अब हेर्नु B = mu naught n/2 pi r into I के सोधे 2000 टन्स एन्ड डायमिटर दिएको छ त यसको यहाँ पनि हेर्नु फेरि के यहाँ झुकाएको छ सेन्टिमिटर हामीले मिटरमा लिनु छ सो यसको के हुन्छ 4 pi * 10⁻⁻⁷ नम्बर अफ टर्न 2000 डिवाइड बाइ 2 pi डायमिटर 40 छ भने डायमिटर 40 सेन्टिमिटर छ भने रेडियस टक्कै कति हुन्छ डी/2 हुन्छ 20 सेन्टिमिटर तर सेन्टिमिटर छ भने 20 * माथि 100 गरिदिनु कसरी मैले बुझाएको छु यो 20/100 हुन्छ यहाँ यो 20/100 हुन्छ यसलाई मिटरमा लग्यो भने यो मैले माथि लगेर यहाँ 100 लेखिदिएको छु र करेन्ट कति दिएको छ 2 एम्पियर दिएको छ बुझ्नु भयो र यसलाई अब तपाईहरु सल्भ गर्नुहुन्छ भने यसको पनि आन्सर आइहाल्छ यति कुरा बुझ्नु भयो अब हामी लरेन्ज फोर्स पढौं लरेन्ज फोर्स हुन्छ के अब हेर्नु फोर्स दुईटा चार्ज भयो अब यहाँ हेर्नु इलेक्ट्रिक फिल्ड प्लस V क्रस B यो भनेको लरेन्ज फोर्स हो तर यसलाई अब ब्रेक गर्यौं भने QE आउँछ र QV क्रस B आउँछ हैन र यसमाबाट यो भनेको के हो भने म्याग्नेटिक फोर्स अन चार्ज हो म्याग्नेटिक फोर्स अन चार्ज र यो के हो इलेक्ट्रिक फोर्स अन चार्ज बुझ्नु भयो र हामीले यही पढ्नु पर्ने हुन्छ लरेन्ज फोर्समा हामी अब यहाँ सिन्स हामी म्याग्नेटिक इफेक्ट पढ्दैछौँ भने म्याग्नेटिक कुरा रिलेटेड हो सो हाम्रो यहाँ म्याग्नेटिक फोर्स अन चार्ज के भइहाल्छ QV क्रस B अब यसको डाइरेक्सनमा धेरै त्यो हुन्छ डाइरेक्सनको लागि के गर्नु भने अब क्रस प्रोडक्टको रुल नै यो हुन्छ V जुन छ त्यहाँ तपाई हातको आफ्नो राइट ह्यान्डको 4 वटा फिंगर त्यो डाइरेक्सनमा राख्नु 4 फिंगर्स अफ राइट ह्यान्ड बुझ्नु भयो र B के गर्नु B को साइडमा आफ्नो पामलाई फेस गर्नु फेस पाम अफ राइट ह्यान्ड टुवर्ड्स B र जुन थम्ब हुन्छ थम्बले के दिन्छ डाइरेक्सन अफ फोर्स दिन्छ थम्बले के दिन्छ डाइरेक्सन अफ फोर्स दिन्छ बुझ्नु भयो यो क्रस प्रोडक्ट जहाँ पनि छ भने तपाई यो नियम लाउन सक्नुहुन्छ कि पहिलो जुन भेक्टर छ त्यहाँ चारवटा फिंगरलाई पुट गर्नु र दोस्रो जुन भेक्टर छ त्यहाँ पामलाई फेस गर्नु र त्यसपछि जुन थम्ब हुन्छ त्यो भनेको डाइरेक्सन अफ फोर्स हुन्छ बुझ्नु भयो यो भनेको हाम्रो के भयो म्याग्नेटिक फोर्स भयो अन चार्ज भयो करेन्ट क्यारिङ कन्डक्टरमा अगाडि पर्छौं तर चार्जमा यो फर्म हुन्छ अब यसको केस हेर्नु यसको केसमा पहिलो लिनु थीटा = 0 डिग्री पहिलो केस लिनु अब यो फोर्सलाई तपाई यसरी क्रस प्रोडक्ट छ भने यसलाई BQV sin थीटा लेख्न सक्नुहुन्छ र sin थीटा 0 भनेको 0 हुन्छ सो यहाँ फोर्स भनेको के आउँछ 0 यसको मतलब के बुझ्न सक्नुहुन्छ भने सपोज यो कुनै एउटा म्याग्नेटिक फिल्ड हो यसैको डाइरेक्सनमा तपाई कुनै चार्जलाई यदि v भेलोसिटीले हाल्नुहुन्छ भने यो म्याग्नेटिक फिल्डले यसमा कुनै फोर्स लगाउँदैन न यसलाई एसिलेट गर्छ न केही गर्छ यसमा के यो आफ्नो जुन स्पिडमा आएको थियो त्यही स्पिडले बढेर आउँछ यसले म्याग्नेटिक फिल्डले कुनै पनि इफेक्ट यो चार्जमाथि देखाउँदैन के कब जब यो थीटा = 0 डिग्री हुन्छ भनेको यदि तपाई कुनै चार्जलाई यहाँ कुनै v भेलोसिटी कुनै चार्जलाई v भेलोसिटी म्याग्नेटिक फिल्डको डाइरेक्सनमा फाल्नुहुन्छ भने त्यसमा म्याग्नेटिक फिल्डले कुनै फोर्स लगाउँदैन दोस्रो केस के हुन्छ भने थीटा = 90 डिग्री लिनु अब हेर्नु यसरी म्याग्नेटिक फिल्ड छ अब हेर्नु तपाई कुनै चार्जलाई यसरी v भेलोसिटीले फाल्नु अब त्यहाँ तपाई डाइरेक्सनको फर्मुला लाउनु 4 फिंगरलाई v को डाइरेक्सनमा लाग्नु पामलाई म्याग्नेटिक फिल्डको सो एउटा के हुन्छ यसरी भर्टिकल सर्कल टाइपको बन्छ बुझ्नु भयो तपाई हेर्नुहुन्छ फोर्स भित्र लाग्यो सो यसरी घुमाउँछ यसलाई यो के हुन्छ भने अल्सो एक्ट्स एज सर्कुलर मोसन सो सर्कुलर मोसन छ अब यहाँ हेर्नु अब तपाईहरुले फेरि फर्मुला याद राख्नु पर्दैन यहाँ हेर्नु हाम्रो फोर्स अन यो चार्ज के हुन्छ BQV sin थीटा 90 भनेको 1 हुन्छ सो sin थीटा लेख्नु पर्दैन र सेन्टिमिटर फोर्सको फर्मुला के हुन्छ mv²/r हुन्छ सो तपाईले यहाँबाट रेडियस निकाल्न सक्नुहुन्छ रेडियसको फर्मुला के भयो यहाँ हेर्नु यो v बाट एउटा यो v काट्यो सो रेडियसको फर्मुला के आयो यहाँबाट भने mv/bq आयो बुझ्नु भयो mv/bq आयो यो भयो यो रेडियस अफ सर्कुलर पाथको फर्मुला केस हेर्नु 90 डिग्री छ अनि मात्रै यसले फोर्स लागेको छ म्याग्नेटिक फिल्डले चार्जमा
यहाँ 0 डिग्री थियो भने म्याग्नेटिक फिल्डले कुनै फोर्स लाउँदैन। यहीँबाट फर्मुला डिस्क्राइब हुन्छ एमभी बाई बीक्यू छ। एमभी भनेको के हो मोमेन्टम हो पी बाई बीक्यू। मोमेन्टमलाई के लेख्न सक्छौँ हामी 2m के काइनेटिक एनर्जी बाई बीक्यू हैन। यसरी यसको फर्मुलाहरू हुन्छ अगाडि हेर्दै जानुभयो भने। र यदि तपाईँले यसमा टाइम पिरियड सोधिदियो सपोज टाइम पिरियड भनेको के हो डिस्टेन्स बाई टाइम। यो डिस्टेन्स एउटा रोटेसन लियौँ भने यसको सर्कमफेरेन्सको हिसाबले हुन्छ। सो यहाँ हामी के लेख्न सक्छौँ 2πr बाई v किनभने भेलोसिटी भनेको के हुन्छ डिस्टेन्स बाई टाइम। सो टाइम यता गयो सो टाइम भनेको के आयो डी बाई भी आयो। अब यहाँ आर को फर्मुला हाल्नु 2πmv बाई बीक्यू इन्टु v वी कटो सो 2πm बाई बीक्यू यो सर्कुलर हैन मोसनको टाइम पिरियड हुन्छ। यो टाइम पिरियड यदि याद राख्न चाहनुभयो भने यस्तो हुन्छ। यहाँ हेर्नु अब तपाईँहरूले याद राख्नुहुन्छ यो कन्डिसन याद राख्नु यो फर्मुला आफै आउँछ। टाइम कसरी निकाल्ने हो यो कन्सेप्ट याद राख्नु टाइम आउँछ। सबै फर्मुला रटेर हुँदैन बुझ्नुहुन्छ फर्मुला आफै तपाईँलाई याद हुन्छ। अब हेर्नु यो केस 3 केस 3 मा के लिनु एट एनी एंगल थीटा एट एनी एंगल थीटा विथ रेस्पेक्ट टु म्याग्नेटिक फिल्ड बी। सपोज अब म्याग्नेटिक फिल्ड यसरी छ म्याग्नेटिक फिल्ड यसरी छ तपाईले कसरी फाल्नु भयो चार्जलाई यसरी फाल्नु भयो यो v जो यससँग थीटा डिग्री बनाइरा छ। अब यसको कम्पोनेन्ट हेर्नु भयो भने यो साइडमा के हुन्छ v cos थीटा यो यसमा के हुन्छ v sin थीटा। अब तपाईहरुले मैले माथि भनिदिए यदि म्याग्नेटिक फिल्डको परपेन्डिकुलरमा जुन भेलोसिटी छ त्यसले त फरकै पार्दैन। सो केले फरक पार्ने हो भने v sin थीटाले फरक पार्ने। तर अब हेर्नु यो v sin थीटाले त फोर्स लाउँछ आफूमाथि सर्कुलर बनाउँछ। v sin थीटाले के गर्छ सर्कल एउटा यसरी बनाउँछ। तर यो v cos थीटाले v cos थीटा जुन कम्पोनेन्ट छ यसमा म्याग्नेटिक फिल्डको केही असर नपरे पनि यो अगाडि त सर्छ। सो यसो एउटा हेलिकल पाथ बन्छ। के भने फेरि बुझ्नु v sin थीटा छ म्याग्नेटिक फिल्डले यसमा इफेक्ट देखाउँछ आफ्नो तर यसमा इफेक्ट देखाउँदैन किनभने यो म्याग्नेटिक फिल्डसँग प्यारललमा छ। अब हेर्नु v sin थीटाले गर्दा एउटा सर्कुलर पाथ यसरी भनौँ तर अब यो यसले यो म्याग्नेटिक फिल्डले यसमा कुनै इफेक्ट नदेखाओस् केही फरक पर्दैन। तर यो त प्रेजेन्ट छ नि सो यसले अलिक अगाडि देखाल्छ यसलाई। सो यसरी के हुन्छ भने यसरी सर्कुलर पाथ भनौँ v cos थीटाले अगाडि पार्यो फेरि v sin थीटा यसरी गरेर हेलिकल पाथ एउटा बन्छ। बुझ्नुभयो यो कन्डिसन कुनमा आउँछ जब थीटामा फालेको हुन्छ भने चार्जलाई। बुझ्नुभयो कन्सेप्ट चाहिँ बुझ्नुभयो। सो एक्स एक्सिसमा फोर्स कति लाग्यो 0 तर वाई एक्सिसमा के लाग्यो v q v sin थीटा लाग्यो एक्स एक्सिसमा फोर्स। र यसमा कुन यो पाथ यसले देखाउँछ सोज यो याद राख्नु हेलिकल और स्पाइरल पाथ हेलिकल और स्पाइरल पाथ। मैले बुझाएको छु कसरी भयो मजाले बुझाएको छु हैन। एकचोटी मजाले हेर्नु यदि बुझ्नु भएन पछाडी गएर मजाले हेर्नु बुझ्नुहुन्छ तपाईहरुले एक्ज्याक्टली मजाले बुझ्नुहुन्छ। अब हेर्नु यसमा रेडियस के हुन्छ अब यहाँ हेर्नु म फेरि तपाईलाई त्यसरी नै बुझाउँछु। हेर्नु म तपाईलाई बुझाउँछु v q v sin थीटा छ म्याग्नेटिक फोर्स हैन र सेन्ट्रिपिटल फोर्समा v sin थीटा को होल स्क्वायर मतलब v स्क्वायर sin स्क्वायर थीटा बटा के हुन्छ r हुन्छ। अब यहाँ हेर्नु यो v स्क्वायर एउटा यो v कटो यो sin थीटा यो स्क्वायर कटो। सो यहाँबाट हामी रेडियस के निकाल्यौं भने mv sin थीटा बाइ bq। बुझ्नुभयो त्यहाँ ठ्याक्कै sin थीटा मात्रै हाल्दा पनि बुझिहाल्नुहुन्थ्यो र मैले हल्का मजाले तपाईलाई कन्सेप्चुअली बुझाइदिए। यसले हेलिकल पाथ यसरी फलो गर्छ यसरी 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 फलो गर्छ। बुझ्नुभयो यति कुरा बुझ्नुभयो। अब आउनु यहाँ हेर्नु C 2026 भर्खरै सोधेको क्वेशन के भन एन इलेक्ट्रोन इज मुभिङ टुवर्ड्स द नर्थ एन्ड एक्सपिरियन्स अ फोर्स इन द वर्टिकली अपवर्ड डाइरेक्सन द डाइरेक्सन अफ म्याग्नेटिक फिल्ड एट द पोइन्ट इज इन द डाइरेक्सन अफ। यहाँ अब हेर्नु म तपाईलाई यो क्वेशनबाट एउटा अझै कन्सेप्ट पनि सिक्नुहुन्छ। पहिला यसले के भनेको छ त्यो हेर्नु एन इलेक्ट्रोन इज मुभिङ टुवर्ड्स नर्थ यसरी नर्थमा गइरहेछ यो इलेक्ट्रोन हो यो नर्थ डाइरेक्सनमा गइरहेछ एन्ड एक्सपिरियन्स अ फोर्स इन वर्टिकली अपवर्ड डाइरेक्सन द डाइरेक्सन अफ म्याग्नेटिक फिल्ड इज। अब हेर्नु यसले ठ्याक्कै आफ्नो माथितिर फोर्स एक्सपिरियन्स गर्न सकिन्छ। अब यो 2D प्लेन छ सपोज यो छ यसको यहाँ यसले फोर्स एक्सपिरियन्स गरिरहेछ। तपाईहरु के बुझ्नु भने तपाईहरु जुन कपी छ त्यसको ठ्याक्कै माथिको डाइरेक्सनमा यसले फोर्स एक्सपिरियन्स गरिरहेछ र इलेक्ट्रोन कहाँ बगिरहेछ तपाईहरुको कपीको यो डाइरेक्सनमा इलेक्ट्रोन बगिरहेछ र फोर्स केमा लागिरहेछ तपाईहरुको कपीको ठ्याक्कै माथितिरको डाइरेक्सनमा फोर्स लागिरहेछ। भने म्याग्नेटिक फिल्ड कहाँ छ भने अब हेर्नु हामी जनरली के पढ्छौं मैले भनेको छु फोर्स भनेको q v क्रस b हैन। v को डाइरेक्सनमा चारवटा फिंगर हाल्नु b को डाइरेक्सनमा पामलाई फेस गर्नु र थम्बले के दिन्छ फोर्स दिन्छ। अब तपाई यही यता गरेर देखाउनु फोर्स तपाई इलेक्ट्रोनको डाइरेक्सन कहाँ छ कपीतिर सो चारवटा फिंगर त्यहाँतिर हाल्नु कपीतिर। बुझ्नुभयो। अब हेर्नु म्याग्नेटिक फिल्ड हामीलाई थाहा छैन म्याग्नेटिक फिल्डको डाइरेक्सन निकाल्नु छ तर फोर्स तपाईलाई थाहा छ कपीको माथितिर लागिरहेछ के लागिरहेछ कपीको माथितिर लागिरहेछ। सो थम्बलाई माथि गर्न तपाईले के गर्नु पर्यो हातलाई लेफ्ट साइड मोड्नु पर्यो। सो फोर्स कहाँ आयो ठ्याक्कै माथि आयो कपीको तपाईको मजाले बुझ्नु चारवटा फिंगरलाई इलेक्ट्रोनको डाइरेक्सनमा हाल्नु ठ्याक्कै। अब म्याग्नेटिक फिल्ड दिएको छैन फोर्स निकाल्नु पर्ने छ फोर्स थम्बले रिप्रेजेन्ट गर्छ र फोर्सको डाइरेक्सन के दियो माथितिर दियो। सो फोर्सको माथि गर्नको लागि तपाई पाम कहाँ घुमाउनुहुन्छ यहाँ हेर्नु ठ्याक्कै लेफ्टमा घुमाउनु त लेफ्टमा घुमाउँदा ठ्याक्कै थम्ब माथि आयो भनेको यो म्याग्नेटिक फिल्ड। अब पामले के बताउँछ म्याग्नेटिक फिल्ड सो म्याग्नेटिक फिल्ड यो कहाँ आयो वेस्टतिर आयो। बुझ्नुभयो कहाँतिर आयो वेस्टतिर आयो। तर यो जुन हामी वेस्टतिर निकाल्दै छौं त्यो पोजिटिभ चार्जको लागि हुन्छ। तपाई यसरी नै गर्नु यो पोजिटिभ चार्जको तर इलेक्ट्रोन भनिदियो अनि ठ्याक्कै यसको अपोजिट गरिदिनु वेस्ट छ भने यसको आन्सर के भइहाल्छ इलेक्ट्रोनको लागि इस्ट भइहाल्छ। यति कुरा याद राख्नु यो कन्सेप्ट याद राख्नु। बुझ्नुभयो फेरि
इलेक्ट्रोनको तिर 4 वटा फिंगर फोर्स तपाईं अब माथि गर्नुहुन्छ भने ठ्याक्कै पाम कहाँतिर जान्छ लेफ्ट साइड वेस्टतिर जान्छ तर सिन्स इलेक्ट्रोन भनेको छ भने अपोजिट भइहाल्छ त्यसको आन्सर के भइहाल्छ ईस्ट भइहाल्छ यो कन्सेप्ट बुझ्नुभयो अब हेर्नु अर्को एउटा इम्पोर्टेन्ट क्वेशन फेरि यहाँ इलेक्ट्रोन नै भनेको छ नेगेटिभ चार्जमा प्र्याक्टिस गर्नको लागि धेरै क्वेशन हाल्दिएको छु हैन यसको एन्सरहरु तपाईहरु के गर्नु भने कमेन्टमा हाल्नु यसको आन्सर के हुन्छ र डाउट भयो भने म त्यहाँ कमेन्टमा तपाईलाई रिप्लाई गरिदिन्छु यो क्वेशन चाहिँ सल्भ गर्नु हेर्नु फेरि यहाँ के भनेको छ इलेक्ट्रिक चार्ज क्यू मुभ्स विथ अ कन्स्टेन्ट भेलोसिटी v parallel to the magnetic field यहाँ हेर्नु parallel to magnetic fields lines of force of magnetic field parallel मा के हुन्छ फोर्स 0 हुन्छ केही क्याल्कुलेसन गर्नु पर्दैन MOE 2010 मा सोधेको क्वेशन सेम यहाँ हेर्नु when electron moves through a uniform magnetic field its speed अब हेर्नु यो अझै एउटा कन्सेप्चुअल क्वेशन magnetic field ले के गर्छ भने B only changes the direction of motion only changes the direction of motion अब हेर्नु डाइरेक्सन चेन्ज हुँदैछ भने भेलोसिटी चेन्ज हुन्छ तर स्पीड चेन्ज हुँदैन स्पीडमा डाइरेक्सनको कुरा हामी गर्दैनौं तर भेलोसिटीमा डाइरेक्सनको कुरा गर्छौं स्पीडमा डाइरेक्सनको कुरा गर्दैनौं सो स्पीड सोधेको छ हामीलाई हैन स्पीड सोधेको छ भने यसको आन्सर के हुन्छ रिमेन्स कन्स्ट्यान्ट हुन्छ बुझ्नु भयो बी ले यो डाइरेक्सन अफ मोसन मात्रै चेन्ज गर्छ अब यसरी नै सोध्यो काइनेटिक एनर्जी नो चेन्ज तर मोमेन्टम पी ले डिनोट गर्छ मोमेन्टम चाहिँ चेन्ज हुन्छ किनभने मोमेन्टम डाइरेक्सनली बेस्ड हुन्छ त्यसैले बुझ्नु भयो यो थियो यसको कन्सेप्टहरु यो क्वेशन तपाईहरु सल्भ गर्नु भएन भने म एउटा भिडियो नै बनाइदिउँला हैन त्यो हेर्न सक्नुहुन्छ तर तपाईहरु आफैले सल्भ गर्नु र यसको आन्सर कमेन्टमा लेख्नुस् अब हेर्नु अर्को कुरा आउँछ भेलोसिटी सिलेक्टर भन्ने कुरा यसमा के हुन्छ भने भेलोसिटी सिलेक्टरमा तपाईहरुलाई भनिन्छ एउटा चार्ज छ यो क्यू चार्ज यस्तो रिजनबाट पास हुँदैछ जहाँ कि इलेक्ट्रिक फिल्ड पनि प्रेजेन्ट छ र म्याग्नेटिक फिल्ड पनि प्रेजेन्ट छ इलेक्ट्रिक फिल्ड र म्याग्नेटिक फिल्ड दुवै प्रेजेन्ट छ यो दुईटै यो प्रेजेन्ट छ यो जुन रिजनमा जाँदै छ चार्ज तर यो डिफ्लेक्ट हुँदै छैन न यसमा कुनै यसको एक्सिलेरेसनमा चेन्ज गरेर छैन कि अनडिफ्लेक्टेड भएर आफ्नो पाथमा यसरी सिधा गइरहेछ यसको मतलब के हो भने जति चार्जले इलेक्ट्रिक फिल्डले जति चार्जमा फोर्स आउँदैछ त्यो म्याग्नेटिक फिल्डले पनि त्यति नै लायो होला बीक्यूबी लायो होला त्यसबाट के आउँछ यो क्यू कटिहाल्छ त्यसबाट भेलोसिटीको फर्मुला के आउँछ E/B आउँछ यो बुझ्नुभयो के बुझ्नुभयो अब म फेरि हल्का बुझाइदिन्छु तपाईहरुलाई यो कुनै चार्ज छ यो कुनै रिजनमा जाँदैछ जहाँ इलेक्ट्रिक फिल्ड पनि प्रेजेन्ट छ र म्याग्नेटिक फिल्ड पनि प्रेजेन्ट छ तर न यसको भेलोसिटीमा डिफरेन्स आइरहेछ न एक्सिलेरेसनमा डिफरेन्स आइरहेछ न डाइरेक्सन चेन्ज हुँदैछ केही छैन भने यसको अर्थ के बुझिन्छ यो चार्जमा इलेक्ट्रिक फिल्डले जति फोर्स लाउँदैछ म्याग्नेटिक फिल्डले पनि त्यति नै फोर्स लाइरहेछ भनेको QE = BQB हुन्छ सो यसरीबाट हामीले यसको भेलोसिटी निकाल्न सक्छौं E/B गरेर यो भेलोसिटी सिलेक्टर भन्ने एउटा कुरा हुन्छ त्यसको कन्सेप्ट हो यो तपाई क्वेशनहरुमा हेर्नुहुन्छ है अब यसरी अगाडि बढ्नु अब हेर्नु यहाँ अर्को टपिक के छ म्याग्नेटिक फोर्स अन करेन्ट क्यारिङ वायरको कुरा छ अब यसको फर्मुला पहिला के हुन्छ भने बुझ्नु F = I L × B अब यसको डाइरेक्सन पनि त्यसरी निकाल्नु यो क्रस प्रोडक्ट हो त्यसरी नै सबै क्रस प्रोडक्टको डाइरेक्सन निस्किन्छ जसरी मैले बताए बुझ्नु भयो यो यसको फर्मुला हो तर अब सपोज यसलाई ब्रेक गर्नु भयो भने यसको ठ्याक्कै BIL sin θ हुन्छ बुझ्नु भयो र यदि तपाईहरुले यो क्रस प्रोडक्टहरु बिर्सिन सक्नुहुन्छ भने ILB याद राख्नु ILB sin θ बुझ्नु भयो यसरी याद राख्नु अब सपोज यहाँ हेर्नु एउटा यसमा कुरा आउँछ यो सेमी सर्कुलर छ बुझ्नु भयो यो कुनै म्याग्नेटिक फिल्ड हेर्नु यो क्रसले के जनाउँछ इनसाइड म्याग्नेटिक फिल्ड इनसाइडको जनाउँछ क्रसले यसरी यो डट छ भने यो म्याग्नेटिक फिल्ड बाहिर छ भनेर डिनोट गर्छ बुझ्नु भयो सपोज यहाँ भित्र म्याग्नेटिक फिल्डहरु छ अब यसमा फोर्स कहाँतिर लाग्छ होला त यहाँ हेर्नु फोर्सको फर्मुला के पढ्यौ I L × B अब यसको L हेर्नुहुन्छ भने त L त यसरी छ तपाईहरु भन्नुहुन्छ यसरी छ L कसरी लिने हो केही नगर्नु यो दुईटा पोइन्टलाई जोड्दिनु यो भयो यसको डाइरेक्सन L को अब L गर्नु B भित्र छ सो फोर्स कहाँ आयो तपाईहरुले यसरी लाउनुहुन्छ भने माथितिर आयो त्यही मैले जहाँ माथि रुल सिकाएको छु त्यही लाउनु भयो भने यो यसमा के BIL इफेक्टिभ L इफेक्टिभ भनेको यो R छ भने यसमा BI2R भइहाल्छ बुझ्नु भयो म्याग्नेटिक फोर्स अन करेन्ट क्यारिङ कन्डक्टर यो म्याग्नेटिक फोर्स अन करेन्ट क्यारिङ कन्डक्टरको कन्सेप्ट भयो बुझ्नु भयो अब अगाडि अझै यो एउटा इम्पोर्टेन्ट क्वेशन यसमा त्यस्तो झुकाएको थियो CEE 2021 मा तपाईले सिधै फर्मुला गरेर पढेर जानुभयो भने त्यो बुझ्नुहुन्न अब हेर्नु यसमा के हुन्छ यो दुईटा कन्डक्टर छ एउटा यो कन्डक्टर भयो एउटा यो कन्डक्टर भयो यो दुवैको बीचमा r डिस्टेन्स छ यसमा पनि करेन्ट I छ यसमा पनि करेन्ट I छ यो यसलाई A कन्डक्टर भन्दिनु यसलाई B कन्डक्टर भन्दिनु अब हेर्नु यो A कन्डक्टरमा जुन करेन्ट छ यसले म्याग्नेटिक फिल्ड B कन्डक्टरमा प्रोड्युस गर्छ इफेक्ट लाउँछ इन सेम वे यो B कन्डक्टरमा जुन I करेन्ट छ यसले पनि A मा म्याग्नेटिक फिल्ड आफ्नो इफेक्ट देखाउँछ सो यसरी हामी निकाल्छौं सपोज यहाँ हामी निकाल्नु फोर्स अन B निकाल्दाखेरि के हुन्छ BIL sin θ त्यसमा म्याग्नेटिक फिल्ड कहाँबाट आयो म्याग्नेटिक फिल्ड A को आउँछ BA यो B बाट B मा निकाल्दै छु भने यो A ले जुन म्याग्नेटिक फिल्ड B माथि देखाउँछ इफेक्ट त्यो लिने हो तर I को लिने हो I त B के लिने हो लेन्थ के को लिने हो लेन्थ त B के लिने हो हेर्नु यो इन्फाइनाइट वायर छ सबै फाइनाइट वायर हैन यो सबै इन्फाइनाइट वायरहरु छ इन्फाइनाइट वायरको के पढ्नु भएको छ म्याग्नेटिक फिल्ड μ0I/2πr पढ्नु भएको छ यो I के को भयो फेरि A को भयो यो I B को भयो यो लेन्थ B को भयो सो फोर्स यसमा यसरी लाग्छ तपाईहरुले फोर्स पर युनिट लेन्थ पढ्नुहुन्छ भने
म्यू नट IA IB बाई 2πr। तपाईँले सिधै यो पढेर जानुहुन्छ, तर यहाँ मैले क्वेसन देखाउँछु त्यो तपाईँहरूसँग सल्भ हुँदैन। सेम वे यो यदि यो बीले गर्दा एमा आउँदैछ भने त्यो पनि यसरी नै कन्डिसनबाट आउँछ, त्यो कुरा बुझ्नुहुन्छ तपाईँहरू होइन। अब आउँ यसको प्र्याक्टिस गरौँ र क्वेसन सल्भ गरौँ। यहाँ हेर्नु C 2021 यो क्वेसन के भनेको छ, थ्रु टू प्यारल वायर्स A एन्ड B 10 एम्पियर एन्ड 2 एम्पियर करेन्ट। यो दुईटा कन्डक्टर छ, एउटामा 10 एम्पियर करेन्ट, अर्कोमा 2 एम्पियर करेन्ट। बुझ्नुभयो? अब अर्को फेरि के भन्दैछ, आर पास इन अपोजिट डाइरेक्सन। यहाँ अझै एउटा कुरा म बुझाइदिन्छु। यहाँ हेर्नु, तपाईँहरू के पढ्नुहुन्छ, सेम नेचरको चार्ज भयो भने के हुन्छ, रिपेल हुन्छ। तर यहाँ सेम करेन्ट डाइरेक्सन अफ करेन्ट सेम भयो भने, दुवै कन्डक्टरमा डाइरेक्सन अफ करेन्ट सेम भयो भने, अब यहाँ रिपेल हुँदैछ भने नि सेम चार्ज यहाँ एट्र्याक्ट भइहाल्छ। बुझ्नुभयो? यसरी याद गर्न सजिलो हुन्छ, मैले पनि यसरी नै याद गरेको थिएँ। सेम चार्जले के गर्छ, रिपेल गर्छ। तर यो दुईटा कन्डक्टरमा सेम डाइरेक्सनमा करेन्ट छ भने यो दुईटा के हुन्छ, एट्र्याक्ट हुन्छ। सो यहाँ डाइरेक्सन अफ करेन्ट सेम भयो भने के हुन्छ, एट्र्याक्ट हुन्छ। ठ्याक्कै यसको अपोजिट याद राख्नु, यसरी मैले पनि याद राखेको थिएँ। अब हेर्नु, अपोजिट डाइरेक्सनमा छ, सो एउटा यो माथि जाँदैछ भने यो एउटा यसरी तल गइरहेछ। अब के भनौँ, इफ द वायर A इज इन्फाइनेटली लङ, वायर A इन्फाइनेटली लङ छ, लेन्थ अफ B दिएको छ, B फेरि फाइनाइट वायर छ, देन फोर्स अन द कन्डक्टर B विच इज सिचुएटेड एट 10 सेन्टिमिटर। यो यसको डिस्टेन्स 10 सेन्टिमिटर दिएको छ, सरी यो 10 सेन्टिमिटर दिएको छ होइन। यसको लेन्थ कति दिएको छ, B को यो 2 मिटर दिएको छ, यो A हो यो B हो होइन। अब हेर्नु, फोर्स निकाल्नु, फोर्स अन B कति आउँछ, म्याग्नेटिक फिल्ड अफ A, करेन्ट अफ B र लेन्थ अफ B। बुझ्नुभयो? मैले त्यसले त्यहाँ बुझाएको छु। म्याग्नेटिक फिल्ड A हेर्नु, A को यहाँ इन्फाइनाइट भनिदिएको छ। इफ द वायर A इज इन्फाइनेटली लङ, वायर A के छ, इन्फाइनेटली लङ छ। सो यसको फर्मुला के भयो, म्यू नट I बाई 4πr। यो I के को A कन्डक्टरमा भएको I र IB इन्टु लेन्थ अफ B। यो अब तपाईँलाई यो नै याद हुन्थेन भने कन्सेप्ट, यो C 2021 मा आएको क्वेसन सल्भ गर्न सक्नुहुन्थेन। र यो सल्भ गर्नुभयो भने यो क्वेसन मजाले बन्छ, ट्राई गर्नु होला। बनेन भने कमेन्ट गर्नु, म त्यसको भिडियो बनाएर हालिदिन्छु। अब हेर्नु, MOE 2013 र 2012 मा के छ, इफ टू प्यारल कन्डक्टर्स क्यारिङ करेन्ट इन अपोजिट डाइरेक्सन। अब हेर्नु, अपोजिट नेचरको चार्ज भयो भने के हुन्छ, एट्र्याक्ट हुन्छ। तर यहाँ के हुन्छ, एट्र्याक्ट हुँदैन, रिपेल हुन्छ। त्यसको एन्सर के हुन्छ, रिपेल। ठ्याक्कै उल्टो सोच्दैन। यहाँ 2025 मा पनि यो क्वेसन आएको छ। यहाँ टू करेन्ट क्यारिङ कन्डक्टर क्यारिङ करेन्ट इन अपोजिट डाइरेक्सन, अपोजिट चार्ज के हुन्छ, एट्र्याक्ट, अनि अपोजिट कन्डक्टर के हुन्छ, रिपेल। बुझ्नुभयो? अब यो हेर्नु, एउटा यो नीटको क्वेसन हो, टेस्टहरूमा आइरहन्छ, अल इन्डिया प्री मेडिकल टेस्ट इन्डियामा हुन्थ्यो, त्यसको क्वेसन हो कि अ स्क्वायर लुप क्यारिङ अ स्टेडी करेन्ट I इज प्लेस्ड इन हरिजन्टल प्लेन नियर स्ट्रेट करेन्ट क्यारिङ कन्डक्टर। यो यसमा भनेको छ, यहाँ बुझाइदिन्छु। यो करेन्ट यसरी बगिरहेछ, यो लेन्थ छ, यो D डिस्टेन्समा छ, यो सबैको साइड लेन्थ LL छ। अब के भनेको छ भने, यहाँ अब के हेर्नु भने अब्जर्भेसन गर्नुहोस् न, यसमा पहिला यो पार्टलाई मात्रै हेर्नु। यो र यो करेन्ट डाइरेक्सन सेम छ, सेम चार्ज के हुन्छ, रिपेल। त यहाँ के हुन्छ, यो एट्र्याक्ट हुन्छ। सेम चार्ज रिपेल, तर कन्डक्टरमा करेन्टहरू सेम डाइरेक्सनमा छ भने त्यो एट्र्याक्ट हुन्छ। यो कन्डक्टर र यो साइडमा हेर्नुभयो भने अपोजिट डाइरेक्सन अफ करेन्ट, अपोजिट नेचर अफ चार्ज के हुन्छ, एट्र्याक्ट गर्छ। तर अपोजिट नेचर अफ करेन्ट कन्डक्टर के हुन्छ, रिपेल हुन्छ। बुझ्नुभयो? अब हेर्नु, म्याग्नेटिक फिल्ड इज इन्भर्सली प्रोपोर्सनल टु R हुन्छ कि हुँदैन। हामी के पढ्छौँ, B इक्वल्स टु म्यू नट I बाई 4πr पढ्छौँ होइन। यहाँ साइन थीटा 1 प्लस साइन थीटा 2 हुन्छ। तर यहाँबाट बुझ्नको लागि यो R इन्भर्सली प्रोपोर्सनल हुन्छ। अब हेर्नु, यो कन्डिसनमा यहाँको R थोरै छ, यहाँको R कम छ भनेको यहाँको म्याग्नेटिक फिल्ड बढी होला, यहाँको R बढी छ भने यहाँको म्याग्नेटिक फिल्ड कम होला। र फोर्समा के पढ्छौँ, फोर्स डाइरेक्टली प्रोपोर्सनल टु B, F इक्वल्स टु BIL पढ्छौँ भने B कहाँ बढी छ, एट्र्याक्ट बढी गर्छ यसले। सो एट्र्याक्ट बढी गर्छ भने यसले के गर्छ, एट्र्याक्ट फोर्स बढी लाउँछ। सो के हुन्छ, अ नेट एट्र्याक्टिभ फोर्स टुवर्ड्स कन्डक्टर। यसको एन्सर के हुन्छ, B हुन्छ, अ नेट एट्र्याक्टिभ फोर्स टुवर्ड्स कन्डक्टर। यो क्वेसन एक्चुअली सोध्छ टेस्टहरूमा, तपाईँ मोडल इक्जामहरू दिनुहुन्छ भने त्यहाँ सोधिरहन्छ यो क्वेसन। अब अर्को क्वेसन यो मैले नेमको टेस्टमा हेरेको थिएँ, के छ भने हेर्नु, अ सर्कुलर कोइल अफ रेडियस R क्यारिज अ करेन्ट I, द म्याग्नेटिक फिल्ड एट द सेन्टर इज B, एट वाट डिस्टेन्स फ्रम द सेन्टर अन द एक्सेस अफ द कोइल म्याग्नेटिक फिल्ड विल बी B/8। पहिलो के भनिदियो, म्याग्नेटिक फिल्ड सेन्टर अफ सर्कल के भएन, म्यू नट I बाई 2R छ, यसको भ्याल्यु B नै दियो। तर अब यो एक्सिस अफ कोइलको फर्मुला म्यू नट I R स्क्वायर 2x स्क्वायर प्लस R स्क्वायरको पावर 3/2 भनौँ। अब यहाँबाट तपाईँलाई भेरिफाई गर्न सक्नुहुन्छ, x0 हाल्नु भयो भने यो स्क्वायर गर्छ। सो यसको फर्मुला ठ्याक्कै म्यू नट I बाई 2R आउँछ भनेको यो फर्मुला मैले लेखेको राइट छ। अब हेर्नु, के भनिदियो भने x कति हुन्छ भने त्यसको रिजल्टेन्ट म्याग्नेटिक फिल्ड कति हुन्छ, B/8 हुन्छ। सो हामीले यहाँ B/8 राख्न भएको छ, B/8 राख्दिउँ, म्यू नट I R स्क्वायर राख्दिउँ होइन, 2x स्क्वायर त निकाल्नु छ, R स्क्वायरको पावर 3/2 हालिदिउँ। अब B को भ्याल्यु यहाँ के छ, म्यू नट I बाई 2R। सो म्यू नट I बाई 2R इन्टु 8 इक्वल्स टु म्यू नट I R स्क्वायर बाई 2x स्क्वायर प्लस R स्क्वायर को पावर 3/2। यहाँ म्यू नट I कट हो,
यो 2 र यो 2 कटो। अब यसरी तपाईँ सल्भ गर्नुहुन्छ भने यहाँ 8r क्युब इक्वल्स टु एक्स स्क्वायर प्लस आर स्क्वायरको पावर 3/2 आउँछ। यसलाई सल्भ गर्नुभयो भने एक्स को भ्यालु निकाल्नु छ। हामीलाई एक्स को भ्यालु निकाल्नु छ, एक्स को भ्यालु ठ्याक्कै आर को टर्म्समा आइहाल्छ। यो थियो हाम्रो पुरै च्याप्टर म्याग्नेटिक इफेक्ट अफ करेन्ट। मैले यसमा कन्सेप्टहरुमाथि धेरै ध्यान दिएको छु। तपाईहरु कन्सेप्टहरु अझै मजाले हेर्नु, नआएको क्वेशनहरु भन्नु र भिडियो मन परेमा हाम्रो च्यानल सी मेडिजीलाई सब्स्क्राइब गर्नु, भिडियोलाई लाइक गर्नु, आफ्नो साथीहरुसँग शेयर गर्नु है। थ्यांक यू।